मान्य सदस्यहरू, माननीय महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकता र सामाजिक सुरक्षा मन्त्री सीता बादीलाई मान्य सदस्यले सोध्ने प्रश्नको जवाफ दिनको लागि रोस्टरमा आउन आग्रह गर्दछु। मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य मदन कुमारी शाह गरिमालाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्मान्य अध्यक्षज्यू मार्फत माननीय मन्त्रीज्यूलाई मेरो प्रश्न यस प्रकार रहेको छ। सरकारले साझा यातायातका बसहरूलाई सत्तारूढ पार्टीको राजनीतिक रङ अर्थात् नीलो रङले रङ्ग्याएर ती बसहरूलाई महिलाहरूका लागि निःशुल्क सञ्चालन गर्न गइरहेको छ भन्ने छ। यसै सन्दर्भमा निम्न प्रश्नहरूको उत्तर चाहन्छु। महिलाहरूका लागि मात्रै छुट्टै बस सञ्चालन गर्नु लैङ्गिक समानतालाई आफ्नो जीवन पद्धति बनाउन उन्मुख नेपाली समाजलाई लैङ्गिक असमानतातिर धकेल्ने कोसिस होइन र? महिला पुरुषलाई छुट्याएर महिलालाई सुरक्षित बनाउने कि संसारमै सँगसँगै हिँडाएर सहअस्तित्वको सम्मान गर्ने संस्कारको विकास गर्ने? यस्तो कार्यले प्रगतिशील उन्नत चिन्तनको विकास रोकिएर सङ्कीर्ण र सङ्कुचित सामाजिक चिन्तन हुर्किँदैन र? सरकारले एउटै सार्वजनिक बसमा सुरक्षित र सम्मानपूर्वक यात्रा गर्न सक्ने वातावरण निर्माण गर्न कानुन कार्यान्वयन, निगरानी, जनचेतना, सुरक्षित सार्वजनिक यातायात प्रणाली विकासमा काम गर्ने हो कि लोकप्रियताका लागि अल्पकालीन उपाय अवलम्बन गर्ने हो? मेरो प्रश्न रहेको छ। धन्यवाद। माननीय मन्त्रीज्यू। सम्माननीय अध्यक्षज्यू, माननीय सदस्यज्यूहरू, महिलाका लागि सरकारले अघि बढाएको निःशुल्क ब्लू बस सेवाको सम्बन्धमा माननीय सदस्य मदन कुमारी शाहज्यूले उठाउनु भएको महत्त्वपूर्ण प्रश्न, चासो तथा सुझावप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। र उहाँले उठाउनु भएको विषय महिला सुरक्षा, लैङ्गिक समानता, सम्मानपूर्ण सहअस्तित्व र समावेशी सार्वजनिक यातायात प्रणालीसँग सम्बन्धित भएकाले क्रमशः स्पष्ट पार्ने अनुमति चाहन्छु। महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गर्नु महिला र पुरुष बीच स्थायी विभाजन सिर्जना गर्न वा लैङ्गिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति होइन। समानताको अर्थ सबै नागरिकलाई सधैँ एउटै व्यवहार गर्नु मात्र होइन, असमान अवस्था र विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकता अनुसार विशेष संरक्षण, सुविधा र अवसर प्रदान गर्नु पनि वास्तविक समानताको महत्त्वपूर्ण पक्ष हो। सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आगमन सम्बन्धी व्यावहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लू बस सेवा अगाडि बढाइएको हो। यस सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्ने रोक लगाउँदैन र नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापना गर्न पनि गर्दैन। त्यसैले यो लैङ्गिक असमानतातर्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने विषयलाई विशेष लक्षित तथा आवश्यकतालाई आधारित उपाय हो। सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग अलग यात्रा गराउनु होइन, महिला र पुरुषले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको मूल लक्ष्य हो। र यसैसँगै महिलाले सार्वजनिक यातायातमा अहिले भोगिरहेका जोखिम र दुर्व्यवहारलाई तत्काल सम्बोधन गर्नु पनि सरकारको जिम्मेवारी हो। त्यसैले महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवा र सबैका लागि सुरक्षित तथा सम्मानजनक सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने दीर्घकालीन सुधारलाई सँगसँगै अगाडि बढाउनेछ। विशेष गरी गर्भवती महिला, बच्चाको आमा, वृद्ध महिला, अशक्त र अपाङ्गता भएका महिला तथा बालबालिका सहित यात्रा गर्ने महिलाले भिडभाड युक्त सार्वजनिक यातायातमा थप कठिनाइ भोगिरहेका छन्। यस्तो अवस्थामा लक्षित सेवा उपलब्ध गराउनु, उनीहरूको सुरक्षित आवागमन तथा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्ने व्यावहारिक
कदम हो र सरकारले यस्तो सेवा सङ्कीर्ण वा सङ्कुचित सामाजिक सोचलाई प्रोत्साहन नगरोस् भन्ने विषयमा पूर्ण संवेदनशीलता अपनाएको छ र ब्लू बस सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु होइन, यसको उद्देश्य महिलालाई थप सुरक्षित र आत्मविश्वासका साथ शिक्षा, तालिम, रोजगार, स्वास्थ्य सेवा तथा आर्थिक र सामाजिक गतिविधिमा सहभागी हुने वातावरण प्रदान गर्नु हो। महिलालाई सार्वजनिक जीवनबाट सीमित गर्ने व्यवस्था सङ्कीर्ण सोच हो, तर उनीहरूको भोगाइका वास्तविक जोखिम पहिचान गरी सुरक्षित र पहुँच विस्तार गर्नु प्रगतिशील र न्यायपूर्ण कदम हो। यद्यपि यस्तो सेवा स्थायी पृथकीकरणको माध्यम बन्न नदिई यसको औचित्य र प्रभावकारी र आवश्यकताका नियमित रूपमा समीक्षा गरिनेछ र सरकारले प्राथमिकतामा केवल विशेष बस सञ्चालनमा मात्रै सीमित हुँदैन, सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, मर्यादित र उत्तरदायी बनाउने दीर्घकालीन सुधारका कार्यक्रमहरू समेत समानान्तर रूपमा अगाडि बढाइरहेका छन्। यसका लागि सम्बन्धित मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात महासङ्घ तथा अन्य सरकारवाला निकायसँग समन्वयन गरी निम्न कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनेछ र सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार, हिंसा तथा अवैध व्यवहार विरुद्ध विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारी साधनको नियमन, अनुगमन तथा प्रभावकारी गुनासोको व्यवस्थापन र चालक र सहचालकका लागि आचार संहिता तथा लैङ्गिक संवेदनशीलता सम्बन्धी परीक्षण, यात्रुको अधिकार, कर्तव्य र सुरक्षित व्यवहार सम्बन्धी जनचेतना अभिवृद्धि र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक सहित सबै नागरिकका लागि पहुँचयुक्त यातायात प्रणाली विकास, सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा विरुद्धको कानुनी प्रभावकारी कार्यान्वयन र सार्वजनिक यातायातमा CCTV ड्यास क्याम जडान गर्ने तथा राइड सेयरिङ एपहरू SOS बटम जडान गर्ने लगायतका प्राविधिक आधारित सुरक्षा निगरानी प्रणाली तथा गुनासो व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउने कार्य सरकारको निरन्तर प्राथमिकतामा रहेका छन् र यस सेवाको यात्रु पहुँच, सुरक्षा, सञ्चालन खर्च, व्यवहारिक कठिनाई, प्रभावकारी र दिगोपनको नियमित समीक्षा तथा मूल्याङ्कन गरिनेछ। प्राप्त तथ्य, सेवाग्राहीको अनुभव, उपलब्ध स्रोत र मूल्याङ्कनले परिमाणका आधारमा यसको निरन्तरता, सुधार र विस्तार सम्बन्धी निर्णय लिनेछ। त्यसैले ब्लू बसको सेवा केवल प्रचार वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा होइन, यो महिलाले हाल भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्दै समग्र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारतर्फ अघि बढ्ने लक्षित र सङ्क्रमणकालीन प्रयास हो। अन्त्यमा सरकारको लक्ष्य महिला र पुरुषलाई छुट्टाछुट्टै यात्रा गराउनु र समाज निर्माण गर्नु होइन, महिला र पुरुष, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सहित प्रत्येक नागरिकको जुनसुकै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने समावेशी प्रणाली निर्माण गर्नु हो। ब्लू बस सेवा त्यस दीर्घकालीन लक्ष्यतर्फ अगाडि बढ्दै गर्दा महिलाले अहिले भोगिरहेका जोखिमहरूलाई तत्काल सम्बोधन गर्ने विशेष कदम हो। समग्रमा सार्वजनिक यातायात प्रणालीलाई लैङ्गिक मैत्री, सुरक्षित, मर्यादित र पहुँचयुक्त र उत्तरदायी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी सम्मानित सदन मार्फत जानकारी गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्यले पूरक प्रश्न सोध्न चाहनु भएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्मान्य अध्यक्षज्यू मार्फत मान्य मन्त्रीज्यूलाई मेरो पूरक प्रश्न रहेको छ। समानता सँगसँगै हुन्छ, सामाजिक न्यायका आधारमा सबैका आवश्यकताहरू छुट्टाछुट्टै हुन्छन्, त्यही भएर सकारात्मक विभेदको सिद्धान्त हाम्रो संविधानले स्वीकार गरेको स्थिति हो। तर उहाँको कुरा सुन्दा मलाई कस्तो लाग्यो भन्दाखेरि 21औं शताब्दीमा सरकार अझै 17औं शताब्दीमा छ जस्तो लाग्यो। दीर्घकालीन रूपमा सबै सार्वजनिक साधनहरूलाई लैङ्गिक मैत्री, सुरक्षित, मर्यादित र संवेदनशील बनाउन आवश्यक हुन्छ भनेर स्वीकार गर्नुभएको छ। त्यसको लागि धन्यवाद दिन चाहन्छु। अत यति स्वीकार गरिसकेपछि लैङ्गिक समानताप्रति सरकारको नीति अल्पकालीन नभएर दीर्घकालीन हुनुपर्छ भन्ने मलाई लाग्छ र दीर्घकालीन योजना के छ? धन्यवाद। मान्य मन्त्रीज्यू।
धन्यवाद। फेरि पनि प्रश्न गर्नुभएको लागि मान्यज्यूलाई धन्यवाद दिन चाहन्छु। र यस सम्बन्धमा हामीले विशेष गरी महिलाहरूको अहिले देखिरहेका छौँ, दिन प्रतिदिन महिलाहरूलाई यो यातायात गर्दा चाहिँ घटिरहेका घटनाहरू, ती देखेकै आधारमा चाहिँ हामीले तत्कालका लागि चाहिँ यो ब्लू बसको आयोजना हामीले गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ हामीले सञ्चालनमा ल्याएका छौँ। र त्यसको लागि चाहिँ 21औं शताब्दीमा पनि अहिले आएर पनि यस्तो भयो भन्ने क्रममा चाहिँ यो चाहिँ अब खासमा चाहिँ अब यो त पहिले नै हुनुपर्ने कुराहरू हो, तर अहिले तत्काल चाहिँ अहिले यो देखिएको कारणले गर्दा चाहिँ हामी भइराख्दा, हाम्रो सरकार यति बेला भइराख्दाखेरि चाहिँ सरकार महिलाहरूलाई विशेष गरी महिला बालबालिका भयो, त्यही सँगसँगै पनि विशेष गरी यो ज्येष्ठ नागरिक महिलाहरूको लागि पनि हरेक कुरामा चाहिँ अवरोध आएकै कारणले गर्दा चाहिँ यसको चाहिँ अलि तत्काली रूपमा चाहिँ यसलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ, यसलाई चाहिँ केही संरक्षण गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले सञ्चालन गरेका छौँ। र यसका लागि चाहिँ मान्यज्यूले उठाउनु भएको प्रश्नका लागि पनि म फेरि धन्यवाद दिन चाहन्छु। र यस सम्बन्धमा आगामी दिनहरूमा चाहिँ के गर्ने, कसरी गर्ने भन्ने कुराहरूमा चाहिँ सम्बन्धित मन्त्रालयसँग चाहिँ कोर्डिनेट गरेर हजुरहरूसँग जानकारी गराउन पनि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। अब माननीय मन्त्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध गर्दछु।